एक, चुनाव कसलाई चाहिएको छ? चुनाव कसलाई चाहिएको छैन? प्रतिगमन चाहनेहरूलाई चुनाव चाहिएको छैन। जनताप्रति उत्तरदायी नहुनेहरूलाई चुनाव चाहिएको छैन। यो सरकार नागरिकप्रति उत्तरदायी छैन है, बुझ्नु होला। परिस्थितिको उपज हो, यसको वैधतामा हामीले प्रश्न उठायौँ न। तर हाम्रो संविधानले प्रष्ट व्यवस्था गरेको छ, यो बहुदलीय लोकतान्त्रिक व्यवस्था हो। बहुदलीय लोकतान्त्रिक व्यवस्थामा निर्दलीय या दलविहीन सरकार धेरै दिनसम्म रह्यो भने पटरीमा रेलको केही चाहिँ डिब्बाहरू चाहिँ उत्रिसकेको छ, इन्जिन पनि उत्रिने खतरा हुन्छ। यो सरकार 3टा मोर्चामा असफल भइसकेको छ, नागरिकहरूको ध्यान नै गएको छैन। एक, भदौ 23 का दोषी राजनीतिक नेतृत्वहरूलाई कारबाहीमा सम्झौता गर्यो, यसले कारबाही गरेन। भदौ 24 मा ध्वंस र विनाश जुन भयो त्यसलाई ग्लोरिफाई गर्ने हो भने नेपालमा भोलि कोही पनि सुरक्षित हुँदैन। त्यसलाई पनि कारबाही नगर्ने भनेर जेनजीसँग सम्झौता गरियो। जेनजीसँग कतिपय राम्रा कुरा लेखिएको छ 70%, तर 30% नराम्रो कुरा छ। कारबाही नगर्ने भनेर दण्डहीनताको कुरा लेखिएको छ, त्यो लागू गर्ने। तेस्रो कुरो, जेनजी आन्दोलनको म्यान्डेट के थियो त? एउटा हुकुस मुकुस विस्फोट थियो, जस्तो मधेसी समाजलाई सहिष्णु समाज भनिन्थ्यो। सहिष्णु समाज भनेको कमजोरी होइन, ताकत थियो। तर त्यसलाई कमजोरी ठानियो, दाबियो, हेपियो। परिणाम के भयो भने मधेस आन्दोलनमा विस्फोट भयो। ठीक त्यस्तै गरेर जेनजी आन्दोलन पनि भ्रष्टाचार विरुद्ध विस्फोट भयो। भ्रष्ट शीर्ष नेतालाई कारबाही गर्नुपर्छ भनेर म्यान्डेट थियो। हामीले त 7 वर्षदेखि शीर्ष नेता भ्रष्ट छन्, नेपाली जनता त्रस्त छन् भनेर 22 पटक गिरफ्तारी दिएको, 12 पटक त यही नारा लिएर दिएको, शीर्ष नेता मिलेका अरब अरब निलेका भनेर। तर हाम्रो कुरालाई सुनिएन। अब जेनजीले कुरा चाहिँ जेनजीको आन्दोलन सफल भयो, तर धेरै खुसी पनि मान्न सकिएन, किनभने हरेक आन्दोलनमा अमृत सँगसँगै विष पनि आउँछ। जेनजी आन्दोलनबाट पनि अमृत सँगसँगै विष पनि आयो। हाम्रो हरेक आन्दोलनमा आएका अमृतहरू नेताहरूले खाए, विष जति जनतालाई बाँडे। परिणाम त्यही थियो। अब यो ध्वंस र विनाश पनि आयो। त यो दोषीलाई कारबाही गरिएर तेस्रो मोर्चामा शीर्ष नेतालाई खेल भयो। परिणाम के हुन्छ भने त्यो शीर्ष नेताप्रतिको आक्रोश चुनावमा व्यक्त भयो भने के हुन्छ? फेरि चुनाव नहुने वातावरण हुन्छ। यसको पछाडिको डिजाइन के छ? प्लान बी र सी चाहिँ विभिन्न निकायहरूको, आकाशे छिमेकीको, भू छिमेकीको, अरूको के छ, म यसतर्फ जान चाहन्न। तर भित्रभित्रै ज्वालामुखीको गर्भबाट लाभा फुट्नको लागि तयार भएर बसेको देखिन्छ। त्यसले यो समाजमा चुनाव कसलाई चाहिएको छ भन्दा हामी नेपाली नागरिकलाई सार्वभौम सत्ता सम्पन्न बनाएको छ यो संविधानले कागजमा। भने यो सरकार को प्रति उत्तरदायी छ त? सार्वभौम सत्ता सम्पन्न नागरिक हुन् भने जनताबाट निर्वाचित त यो मन्त्रीमण्डल होइन। स्थायी सरकार त छँदैछ, सेना छन्, प्रहरी छन्, कर्मचारी छन्, उनीहरूलाई चुनाव किन चाहियो? भएन भने पनि चुनाव चाहिने त राजनीतिक समाजलाई पो हो त। तपाईँ राजनीतिक शक्ति जतिसुकै नेता खराब भए पनि चालक शक्ति त राजनीतिक शक्ति नै हो नि त। तर यहाँ त राजनीतिक शक्ति नै चुनाव नहोस् भनेर पन्छाउन मेरो अनुकूल छैन भनेर लागेको छ। यो उहाँहरूको लागि सर्वाधिक लज्जास्पद घटना हो। र गयो भने संघीयता पहिला जान्छ, त्यसपछि गणतन्त्र जान्छ। देशमा आज संघीयताको विरुद्धमा धेरैतिर चाहिँ मधेसमा मलाई थाहा छैन नकारात्मक माहौल छ। त्यो कारण केले गर्दा? भ्रष्टाचारको कारणले गर्दा। त्यसले सुशासन र लोकतन्त्र एक आपसमा अन्तर सम्बन्धित छन्। कुशासनका कारणले दुर्घटना भयो मुलुकमा। त्यसले हामी भन्छौँ हामी नागरिक सार्वभौम सत्ता सम्पन्न, निर्वाचनबाट मतदाताले आफ्नो सरकार चुन्ने, सांसद चुन्ने अधिकार छ। अहिले हाम्रो त्यो अधिकार सस्पेन्ड भएको छ चुनाव नहुन्जेलसम्म। के को सार्वभौम सत्ता सम्पन्न हामी? त्यसकारण निर्वाचन हुनुपर्छ। राजनीतिक समाजका मित्रहरूलाई म आग्रह गर्दछु, म धेरै कठोर शब्द व्यक्त गर्न चाहन्न, तपाईहरूको लागि धेरै लज्जास्पद घटना हो चुनाव नहुनु, चुनावमा नजानु, चुनावी माहौल सिर्जना नगर्नु। माहौल सिर्जना गर्ने तपाईँहरूले हो, नागरिकमा जाने तपाईँहरूले हो। गल्ती गर्नुभएको छ भने क्षमा अभ्यर्थना माफी माग्नुहोस्। कि हामी पनि माफी माग्छौँ। के माफी माग्छौँ भने बाटो हेर्दाखेरि यो भ्रष्ट व्यवस्था ल्याउने यही हो भन्थे, यो भ्रष्ट व्यवस्था बचाउनु पर्छ भन्थे। पहिला त गर्व लाग्थ्यो, तर आक्रोश धेरै चढिसकेको थियो। सत्ताका कारणले, राजनीतिक समाजको कारणले हामी पनि बदनाम थियौँ। तर हामी त सत्तामा गयौँ न। जसरी राजतन्त्रलाई फालियो त्यसरी नै यो भ्रष्ट नेतालाई फाल्न सकोस् भन्ने अपेक्षामा हामी खरो उत्रिन सक्यौँ न। हामीले त्यो स्वीकार गर्नुपर्छ। नभए विस्फोट किन हुन्थ्यो भन्दा त्यो विस्फोटको कारण शान्ति समाजले पहिल्यै लेखिसकेको छ पेपरमा, मल्टिपल अर्गान फेलियरको कारणले हो भनेको। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सबै नागरिक समाज, प्रेस सबै फेल भएको हो नि। कर्मकाण्डी छ नि अहिले नागरिक समाज। प्रेसको कस्तो भूमिका छ हामी धेरै आलोचना गर्दैनौँ, तर प्रेसको प्रभावभन्दा सामाजिक सञ्जालको प्रभाव ज्यादा हुन थालेको छ। त
त यो अवस्थामा हामी कर्मकाण्ड हिसाबले चुनाव गर्नुहोस् र स्थायित्व हुन्छ भन्दैनौँ। हाम्रो एजेन्डा भनेको संविधान संशोधन हो। यो सिस्टम 10 वर्ष भयो। सिस्टम भनेको अब यसका पूर्जामा प्राण भर्नको लागि संविधान संशोधन आवश्यक छ, पुनरावलोकन हुनुपर्छ। त्यसको लागि राष्ट्रिय सहमति जुट्नुपर्छ। मधेसका के कुराहरू बाँकी छन्, जनजातिका के कुराहरू बाँकी छन्। एउटा चाहिँ कुरा म भन्छु, मैले फेरि पनि यहाँ दोहोऱ्याएँ, 46 सालमा निर्दलीय पद्धति थियो, हामी बहुमतीय पद्धतिमा गयौँ 46 को आन्दोलनपछि। 63 मा हामी बहुमतीयबाट पार लागेन भनेर हामी सहमतीय पद्धतिमा गयौँ। यो फेल भयो। किन फेल भयो भने त्यसका लागि हामीले 110 सिट समानुपातिकमा राख्यौँ। त्यसले स्थिरता भएन। कसैले पनि बरख विपरीत ध्रुवमा हिँडेका छन्, तर मिल्नुपर्ने परिस्थिति सिर्जना भयो। सहमति त भयो, खानाको लागि मात्रै, भ्रष्टाचारमा मात्रै, कुशासनमा मात्रै भागभण्डा सहमति भयो, राष्ट्रको निर्माणमा सहमति भएन। यो कुरा एउटा फ्याक्ट हो। दोस्रो, जतिसुकै भ्रष्ट छ पार्टीको समानुपातिको लिस्टमा हालिदिएको छ, त्यो सांसदै बन्ने भयो। तेस्रो, संसद दलको नेता फेर्नै नसक्ने भयो। जसले त्यो समानुपातिकमा पार्टीबाट 60-40 जितेर आयो भने पनि त्यसले स्वाटसँगले आफ्नो समानुपातिक ल्याएपछि मेजोरिटीमा रहिरहने भयो। त्यो बिक्री भयो। लाखौँदेखि 3 करोडसम्म सिटहरू बिक्री भयो। त्यो कसको लागि थियो? त्यो 110 सिट हामीले परिकल्पना गरेको, नागरिक आन्दोलनले त्यो बेला परिकल्पना गरेको भने त्यो त दलितहरूको लागि, महिलाहरूको लागि, मजदुरहरूको लागि, मधेसीहरूको लागि, आदिवासी जनजातिहरूको लागि, सीमान्तकृत र वञ्चितहरूको लागि, गरिब तबकाका मान्छेहरूको लागि पो थियो त। त्यसमा कसलाई राखियो? म पनि दाहाल हो थरमा। त्यसमा दाहाल राख्यो, कोइराला राख्यो, देउवा राख्यो, त्यसमा गोल्छाहरूलाई राख्यो भनेपछि नागरिकमा वितृष्णा बढ्दै गयो। अब यो पुनरावलोकन हुनुपर्छ। पुनरावलोकन हुनुपर्छ। संविधान संशोधनमा 3टा बिन्दुमा जानै पर्छ। राजनीतिक स्थिरता एक, दोस्रो सुशासन र तेस्रो दिगो शान्ति। यो संविधान असफल भएकै होइन। यो संविधानको प्रस्तावनामा के छ? दिगो शान्ति छ, सुशासन छ, समृद्धि छ, विकास छ। त्यसलाई पार्टीहरूले ट्रान्सलेट गर्न असफल भएको। अब तपाईँले यसमा क्रमिक सुधार गर्नु भएन, आमूल सुधार गर्नु भएन, ओभरअल भन्छ हेलिकप्टरको प्लेनको, पूर्जा फेर्नु भएन भने तपाईँको यो संविधान पानी पिउन नपाई जाने खतरा छ। किन? संविधान त कहाँ छ र? नागरिक सरकार कहाँ छ र? अघि धेरै कुरा हामीले भन्न मिल्दैन पब्लिक फोरममा। अहिले त सबैलाई फकाएर, सुरक्षा निकायदेखि लिएर कर्मचारी तन्त्रदेखि फकाएर चुनाव गरेर पटरीमा त्यो डिब्बा ल्याउने प्रयत्न मात्रै हो। त्यसले म दोहोऱ्याएर भन्न चाहन्छु, इन्जिन पनि पटरीबाट नउत्रियोस्। किनभने माहौल ठिक छैन, अन्तर्राष्ट्रिय माहौल ठिक छैन। पहिला लोकतन्त्र प्राथमिकता थियो, अहिले क्षेत्रीय शक्तिहरूको लागि सामरिक स्वार्थ र आफ्नो सुरक्षा ज्यादा प्राथमिकता छ। त्यो प्राथमिकतामा उनीहरूलाई जो उचित लाग्यो त्यही सरकारलाई उनीहरूले बोक्छन्। स्थिति अत्यन्त नाजुक मोडबाट छ। सिसाको घरमा बस्नेले ढुङ्गा हान्ने काम गर्नु हुँदैन। नेपालका नेताहरूले ढुङ्गा हान्ने काम गरे। जब छिमेकीलाई लाग्छ कि मेरो असुरक्षा बढ्न थाल्यो भने उसले पनि गर्छ। 2टा हात्ती लडे भने परिणाम के हुन्छ? पिसिने चाहिँ घाँस नै हो। गाई बाछो नै। हाम्रो अवस्था त्यस्तो छ, नेपालको अवस्था त्यस्तो छ। त्यसैले हामीले बारम्बार भन्यौँ कि नेपालको परराष्ट्र नीतिको आधार या निर्णायक तत्त्व भनेको अहिंसा र शान्ति बन्नुपर्छ। कसैले मुसो खेला जस्तो खेलाउन थाल्नुभयो बिआरआईको मामलामा, कसैले एमसिसीको मामलामा, कसैको अरूको मामलामा। उनीहरूले रियाक्ट गर्दाखेरि परिणाम के भयो र के हुन सक्छ भन्ने उहाँहरूले विचारै गर्नु भएन। त्यसैले एक किसिम भन्नुहुन्छ भने केही नेताहरू, ठुला दलका नेताहरू अन्तर्राष्ट्रिय स्तरबाट पनि खारेज गरिएका मान्छे हुन्, नागरिक स्तरबाट पनि खारेज गरिएका मान्छे हुन्। उनीहरूलाई नि नेतृत्वमा राखेर चुनावमा जाँदा हिंसा हुने प्रबल सम्भावना छ। त्यसले त फेरि चुनावी वातावरणलाई बिथोल्छ। त्यसकारण चुनावको वातावरण बनाउने त दलहरूले हो। अब म तेस्रो बिन्दुमा आउन चाहन्छु। हामीले संविधान संशोधनको मूल कुरामा हाम्रा पनि 3टा एजेन्डा छन्। अहिंसा, जीवन चक्र परिस्थिति सन्तुलन अर्थात् इकोलोजिकल ब्यालेन्स र जलवायु न्याय, जसको लागि हामी 2 दशकदेखि काम गर्दैछौँ।